दर्शकबिन यति बेला हामी माइती घरमा छौँ। कालो पेटीकोट लगाएर न्याय माग्न आएको हामीले प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। सरकारले हामी जनतालाई लखेटी दिए हुन्छ भनेर खोजिरहेको छ। तपाईहरू लगायत सारा नेपाली जनताले बुझ्नुपर्ने कुरा हो यो। किनकि 100 जना 150 जनाको जम्मू टिम लिएर यो विदेशमा गएर ऋण चाहिँ लिन्छ अनि एउटा देशबाट ऋण लिएर अर्को देशमा लगानी गरेर सारा नेपाली जनताका थाप्लामा ऋणी बनाइदिन्छ। त्यसैले सबै नेपाली जनताले बुझ्नुपर्छ। अनि यहाँ ऊ आफू बास बसेको झुपडीलाई चाहिँ दान गरेको जस्तो गरेर जनताका आँखामा छारो हाल्दैछ। तर यसले सम्पत्ति जति आफूलाई पुग्ने आफ्ना 22 पुस्तालाई पुग्ने विदेशमा लगानी गरेको छ। त्यसैले आज हामी अर्धनाङ्गो हुँदाखेरि पनि सरकारले मतलब गरेको छैन। तर हामीलाई पुरै नाङ्गो हुने बाध्य नबनाओस्, हाम्रो न्याय सरकारले दियोस् भन्न चाहन्छु। यो पानी परिरहेको छ, घाम पानी नभने यसरी अर्धनग्न हुनु भएको छ कि स्वास्थ्यमा समस्या आउला नि दिदी? स्वास्थ्यमा समस्या आइसक्यो। हामी डिप्रेसनमा गएर डिप्रेसनको औषधि खाएको छ। मेरो 83 वर्षको आमालाई मैले हस्पिटलको बेडमा छोडेर म यहाँ आएको छु। मैले बचत गरेको बचत रकम फिर्ता नदिएर मेरो आमाको मैले अपरेसन गर्न पाएको छैन। त्यसैले आमा मर्न र बाँच्नको दोसारमा हुनुहुन्छ। म आमा मरेसँगै म पनि मरे सरह छु। त्यसैले हामीलाई संस्थाको कुनै मतलब भएन। किनकि हाम्रो अभिभावकले हामीलाई वास्ता गरेन, नेपाल सरकारले हामीलाई वास्ता गरेन। त्यसैले आज हामी सरकारले देखेन, देखोस् यो लातपतिको सरकारले हामीलाई हेरोस् भनेर हामी अर्ध नाङ्गा भएका हौँ। भोलि नाङ्गै हिँड्ने नबनाओस्, हामीलाई न्याय दियोस् भन्न चाहन्छु। दिदी नमस्कार, तपाईँ चाहिँ किन नाङ्गिनु भयो? सरकारले हामीलाई बाध्य बनायो। भएको पैसाहरू सरकारले लुटेको पैसाहरू हामीलाई सरकारले दिलाउनु भनेर पटक पटक सम्झौता गर्यो। तर अहिलेसम्म कार्यान्वयन गरेन। राज्यलाई के भन्न चाहनुहुन्छ? राज्यलाई हामीले होसियार भन्न चाहन्छु। होसियार, हामी नाङ्गिसक्यौँ। महिलाले चाह्यो भने गालीको रूप लिन पनि तयार हुन्छन् भन्न चाहन्छु। महिलालाई गएको हामीले जन्माएर नेता भगाऊ तिमीहरू, हामीले चाह्यौँ भने जे पनि गर्न सक्छौँ भनेर हामी नाङ्गेको। यहाँदेखि चुनाउँदैछ सरकारलाई। हामीले आँसुले तिमीलाई के गर्छ? नाङ्गे बनाउन बाध्य बनाउँछ। महिलाले चाह्यो भने जे पनि गर्छौँ। यहाँदेखि सरकारलाई चुनाउँदैछ। यो खास के को लागि हो? यो हामी न्यायको लागि हो, न्यायको लागि। यो अर्धनग्न भएर खास के देखाउन लाग्नु भयो? हामीलाई लघुवित्त संस्थाले हामीलाई धेरै शोषण गर्यो। त्यही भएर त्यही न्यायको लागि आएका हामी यो कुनै रहरले हामी दिदी नमस्कार, नमस्कार। खास किन अर्धनग्न हुन बाध्य हुनुभयो हजुरहरू? हामीहरू चाहिँ घरमा हामीलाई खाना लाउने बासको व्यवस्था हटिसक्यो। हाम्रो सम्बन्ध विच्छेद भइसक्यो। कति दिदी बहिनीहरूको घरमा बास छैन। त्यसैले आज हामी अर्धनाङ्गा छौँ। यो सरकारले बनाएको हो, हामी रहरले होइन बाध्यताले भएको हो। सरकारलाई के भन्न चाहनुहुन्छ यस्तो अर्धनग्न अवस्थामा? हामीले घाँस काटेर भाग काटेर राखेको बचत रकम फिर्ता दे सरकार। यदि ऋण लगानी गर्छस् भने ऋणको कति मापदण्ड हो त्यो मापदण्ड गरेर लगानी गर। अनि त्यति तिर्दाखेरि तिरिसक्यो भनेर घोषणा गर भन्न चाहन्छु म। दिदी नमस्कार, खास किन नाङ्गिन बाध्य हुनुभयो? किन बाध्य हुनुभयो? सरकारको पैसा चाहिँ सरकारले खाएर हामीलाई नाङ्गे घर गर्न बाध्य बनाएको छ आज सरकारले। किन बाध्य बनायो सरकारले नाङ्गिन तपाईँहरूलाई? हामीले कति 2 वर्ष भइसक्यो न्यायमा आएको। सरकारले किन न्याय दिँदैन हामीलाई? हामी नाङ्गे हुन बाध्य बनाएको छ सरकारले। सरकारलाई के भन्न चाहनुहुन्छ? सरकारले न्याय नदिए हामी जे पनि गर्छौँ। अब नाङ्गै भइसक्यौँ। हामी गालीको रूप लिएर अगाडि बढ्न नपर्छ भन्न चाहन्छु। नालायक सरकार मुर्दाबाद भन्दै यहाँ नारा लगाएको सुन्न सक्नुहुन्छ। कालो पेटीकोट, कालो टोपी र कालो मास्क लगाएर चाहिँ यहाँ
प्रदर्शन भइरहेको छ माइतीघर मण्डलाबाट हामीले प्रत्यक्ष प्रसारण गरिरहेका छौँ खाली पाना टिभी मार्फत तपाईँहरू हेर्न सक्नुहुन्छ देवीहरू नाङ्गिएका नारा लागिरहेको छ यस्तो नाङ्गो हुँदा समेत नसुन्ने सरकार यो कस्तो खालको सरकार हो दर्शकबिन तपाईँहरू हेर्न सक्नुहुन्छ पीडितहरूलाई नङ्ग्याएर यो सरकारले के गर्न खोजिरहेको छ भन्ने अहिलेसम्म कसैलाई थाहा छैन तपाईँहरू हेर्न सक्नुहुन्छ सरकार होशियार